सानो गाउँको खुला मैदानदेखि अन्तर्राष्ट्रिय रङ्गशालासम्म एक युवती जसले समाजका सबै बाधाहरू पार गरेर आफ्नो नाम इतिहासमा लेखिन्। यो हो सावित्रा भण्डारी, नेपाली महिला फुटबलको उड्दो चरा। एक केटी जसलाई सुरुवातमा खेल्न नदिइयो, तर जसले गोल गर्न सुरु गरिन्, पूरा राष्ट्रको नजर तानिन्। आज हामी तपाईलाई सुनाउँदैछौँ सावित्रा भण्डारीको सङ्घर्ष, सपना र सफलताको अद्भुत कथा। यदि तपाईलाई लाग्छ गाउँका छोरीहरू केही गर्न सक्दैनन् भने यो भिडियो तपाईका लागि हो। सावित्रा भण्डारीको जन्म सन् 1996 मा नेपालकै एक सानो गाउँ लमजुङ जिल्लाको साबिक चौप्राक गाविसमा भएको थियो। गाउँमा उनी साम्बा भनेर चिनिन्थिन्। यो उपनाम उनले आफ्नो अनौठो र उत्कृष्ट फुटबल कौशलका कारण पाएकी थिइन्। उनको बाल्यकाल सामान्य थिएन। गरिबी, अभाव र समाजको महिला केटाकेटीप्रतिको विभेदी दृष्टिकोणले भरिएको थियो। सावित्राले सानै उमेरदेखि फुटबलमा रुचि देखाएकी थिइन्, तर त्यो समय गाउँमा केटीहरूले फुटबल खेल्नु अनौठो मानिन्थ्यो। गाउँका केटाहरूले बनाएको बलसँग खेल्दा धेरैले हाँसो गर्थे, जिस्क्याउँथे, तर सावित्राले हार मानिनन्। उनी आफै एक्लै बल खेल्थिन्, खेतका खाली ठाउँमा दौडन्थिन्, चप्पल चिप्लिए पनि दौडिन छाड्दिनथिन्। परिवारमा पनि धेरै जसोले उनलाई फुटबल खेल्ने अनुमति दिएका थिएनन्, तर आमाको ममता र समर्थन उनको लागि प्रेरणाको स्रोत बन्यो। आमा भने सधैँ भन्नुहुन्थ्यो, छोरी, खेल्न मन लाग्छ भने खेल, तर पढाइ पनि नछोड्नु। आमाको शब्द सावित्राको मनमा अमिट छाप जस्तै बसे। क्लब स्तरको प्रारम्भिक यात्रा। उनी काठमाडौँ आएकी थिइन् पढाइको सिलसिलामा, तर फुटबलको मोहले उनलाई नेपाली सेनाको एपीएफ क्लबसम्म ल्यायो। त्यहीँबाट उनको वास्तविक फुटबल यात्रा सुरु भयो। सुरुमा उनलाई खेल्ने मौका कम दिइन्थ्यो, किनकि उनी सुदूर गाउँबाट आएकी थिइन् र उनलाई अनुभव थिएन। तर उनले अभ्यासमा आफूलाई प्रमाणित गरिन्। एपीएफ क्लबमा उनले पहिलो पटक राम्रो स्तरमा खेल्ने मौका पाइन् र पहिलो टुर्नामेन्टमै उत्कृष्ट प्रदर्शन गरिन्। यही टुर्नामेन्टबाट सावित्राको नाम फुटबलको दुनियाँमा चम्किन थाल्यो। राष्ट्रिय टोलीमा प्रवेश। सन् 2014 मा उनलाई नेपाल महिला राष्ट्रिय फुटबल टिममा समावेश गरियो। त्यो बेला उनी जम्मा 18 वर्षकी थिइन्। पहिलो खेलमै उनले गोल गरिन् र नेपाललाई जित दिलाइन्। त्यो क्षण उनको जीवनको टर्निङ पोइन्ट बन्यो। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। उनले दक्षिण एसियाली खेलकुद SAFF प्रतियोगिताहरूमा नेपालका लागि लगातार उत्कृष्ट प्रदर्शन गर्दै गइन्। उनी नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने महिला खेलाडी बनिन्, जुन कीर्तिमान अहिलेसम्म कोहीले तोड्न सकेको छैन। सावित्राको ट्यालेन्ट देखेर विदेशी क्लबहरू पनि आकर्षित हुन थाले। उनले भारतको गोकुलम केरला FC, डुरन कप र पछि मालदिभ्सको क्लब हुँदै फ्रान्स जस्ता देशसम्म फुटबल यात्रा गरिन्। विदेशमा नेपाली खेलाडीले यसरी व्यावसायिक क्लबमा खेल्नु आफैमा ठूलो उपलब्धि थियो। उनले विदेशी मैदानमा पनि आफ्नो गोल गर्ने शैली कायम राखिन्। जुनसुकै क्लबमा गइन्, त्यहाँकी स्टार बनिन्। सफलता सजिलो थिएन। घाइते हुँदा धेरै महिना खेल्न नपाएको पीडा उनले खेपिन्। कतिपय बेला मानसिक तनावका कारण उनी खेल छाड्ने सोचमा पुगिन्, तर उनका समर्थक, प्रशिक्षक र आमाको हौसलाले उनले कहिल्यै हार मानिनन्। उनी भन्छन्, मैले धेरै चोट खाएँ, धेरै धोका पाएँ, तर फुटबल मेरो सास जस्तै हो। म फुटबल बिना बाँच्न सक्दिनँ। आजको सावित्रा प्रेरणादायी व्यक्तित्व। आज सावित्रा भण्डारी मात्र एक फुटबल खेलाडी होइनन्, उनी हजारौं नेपाली युवतीका लागि रोल मोडल हुन्। उनले देखाइन् गाउँकी केटी पनि अन्तर्राष्ट्रिय मैदानमा चम्किन सक्छे। उनको सपना अझै अधुरो छ। उनी नेपाललाई SAFF मा विजेता बनाउने र एक दिन नेपाली महिला टोलीलाई विश्वकपमा पुर्याउने लक्ष्य बोकेर अघि बढिरहेकी छन्। सावित्रा भण्डारीको जीवन कथा एउटा सपना, सङ्घर्ष र सफलताको ज्वलन्त उदाहरण हो। उनले सिकाएकी छन् कि सपना देख्न कहिल्यै नछाडौं, परिस्थिति जे भए पनि अडिङ भई अघि बढे मात्र जीवनमा कुनै पनि लक्ष्य अपुरा रहँदैनन्। भिडियो मन परेमा हाम्रो YouTube च्यानललाई सब्स्क्राइब गर्नुहोला। यदि यो भिडियो फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुकलाई फलो गर्नुहोला।